हामी आज शनिबारको दिन घुम्नलाई निस्केछौँ। मेरो भाइ र म छौँ यहाँ। हामी 4 जना भएर घुम्न जाने प्लान गरेको थियौँ अनि यहाँनिर दिदी र सङ्गीता पनि भेटिनुभयो। हाम्रो यात्रा जारी छ। हामी घण्टाघर पुग्यौँ। कस्तो राम्रो फुल फुलेको हो न, कस्तो मनोरम दृश्य। A whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind हामी कटकुवा पुग्यौँ। what I hold inside. If I don't ask your name today, I may never. यति बेला हामी छेडा पुगिसकेको छौँ। अब हामी जाने ठाउँ आइसक्यो। हामी चाहिँ यहाँनिर मन्दिरमा घुम्नलाई यहाँबाट माथि जाँदैछौँ। हाम्रो डेस्टिनेसन चाहिँ आज यस्तै होला जस्तो छ। हामी यहाँनिर गुम्बामा पुगिसक्यौँ। गुम्बामा पुगेर फोटो खिच्दैछौँ। हामी माथि गुम्बा घुमेर झर्दैछौँ। यति बेलामा यहाँ चाहिँ मेरो साथी तल झर्दैछ ओह्रालोमा दुकुर्दै दुकुर्दै। धौबा मलाई त तिनी दुकुरेर त्यहाँ पुगिसकिन्, म चाहिँ यहीँ छु। हामी यहाँ छौँ अहिले। हाम्रो आजको यात्राको ड्राइभरहरू 2 जना। हामी चाहिँ गिरी पार्कभित्र प्रवेश गऱ्यौँ। हामी गिरी पार्क पुग्यौँ। तलपट्टि डाँडामा आएर बसिरहेको छौँ। यहाँनिरको व्यवस्था छ अहिले। कति धेरै मान्छे आउनु भएको छ यता। यता पनि हुनुहुन्छ, यता पनि तल पनि हुनुहुन्छ। अहिले हामी एकछिनमा पार्क जान्छौँ। मेरो एन्ड्रोइड फोनबाट देखिने सुर्खेत भ्याली यति नै होला। हामी फर्केर घण्टाघर आइसक्यौँ। साँझको 5 बजे। अहिले घण्टाघरमा चाहिँ यस्तो भिडभाड छ। मेला नै छ क्या हो यहाँ त। शनिबारको कार्यक्रम रहेछ यहाँनिर, त्यही भएर धेरै मान्छे हुनुहुँदो रहेछ। बाई बाई, थ्याङ्क्स फर वाचिङ।